मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको अवलोकन भ्रमणमा जाँदैछौँ। त्यस क्रममा हामी चितलाङको सिमाना छुयौँ। चितलाङ अर्ग्यानिक भिलेजमा आइपुग्यौँ। फाइनली माथि जाँदैछौँ तलबाट हेरेर। नेपालले चाहिँ मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय। इको फ्रेन्डली गरेको के अर्ग्यानिक त्यही भएर राखेको रहेछ। ठिकै रहेछ नामअनुसार। यो चाहिँ अब कस्तो छ खाना चाहिँ। किवी खेती भइरहेछ यहाँ। 5 प्रकारको किवी रोकेको छ र एक्सपेरिमेन्ट भइरहेछ यहाँ चाहिँ। पोलिनेसन एक्सपेरिमेन्ट र कुनमा राम्रो फल्छ त्यहीमा गर्ने भनेको छ। र यो माथि चाहिँ नास्पातीकोहरू। जबसम्म त्यो जरा मर्दैन त्यति बेलासम्म उसको आयो। अनि यसलाई फेरि काटेर चाहिँ अर्को बनाउन मिल्ने? मिल्छ जुनसुकै जात बनायो। कलमी गर्ने बिरुवाको आयु कति भन्नु? यसलाई चाहिँ 20 वर्षभन्दा बढी नराख्नु भनेर भन्छन्। तर किसानहरूले 20 वर्षभन्दा पनि बढी राख्छन्। तर 20 वर्षभन्दा बढी चाहिँ नराख्नु भनेर भन्छन्। एउटा मैले नबुझेको जुनसुकै जात बनाए हुन्छ भनेको मतलब यो के यो अर्को बिरुवा बनाउने होइन, त्यसको जुन प्रजाति हङ्गा हुन्छ नि अर्को प्रजातिको। कुरा सुन्नुहोस्, त्यो भन्दा अब कुनै ठाउँ बगैँचा छ होइन, त्यो भाले हो। भाले हो त्यो। भाले कागको कटिङ ल्याएर यहाँ राखेपछि त्यो भाले भयो। जहाँ पोथी छ पोथीबाट ल्यायो भने त्यो पोथी नै भयो। युनिभर्सिटीको नाम चाहियो नि हामीलाई। यो प्रविधिहरू स्पेसिफिक प्रविधि छ। आर्टिफिसियल इन्टेलिजेन्स, डेटा साइन्स, साइबर सिक्युरिटी र यो हाम्रो काम यही नै हो। हरूमा चाहिँ इन्टिग्रेट गर्न सक्छौँ भन्ने चाहिँ हाम्रो इच्छा हो। क्रस फिल्ड बिरुवाहरू किन मर्छ, किन उत्पादन बढ्दैन भन्दा उसको कन्डिसन, वेदर कन्डिसन नमिलेर होइन। त्यसलाई चाहिँ अब हामीले के गर्नु भन्दा मान्छेले गएर पानी हालेर। नमस्ते, मेरो नाम चाहिँ मन्सा रावत। म चाहिँ यहाँ इन्टर्न अहिले। अनि हामी नमस्ते, मेरो नाम चाहिँ दिव्या छतुले। म चाहिँ धादिङको हो। अहिले चाहिँ अहिले अब सूचना प्रविधिको जमानामा एआईको जमाना छ। एआई र डाटा साइन्सको साथीहरूलाई आफूले गरिरहेको छोटकरीमा प्रेजेन्ट गरिदिनु होला। पिसहरूको हुँदै भन्नु है 9जना विद्यार्थीहरू छोटकरी। नमस्ते, मेरो नाम मेरो घर चाहिँ 70। म चाहिँ गर्न लागेको मल्टिमोडल अडियो एनालाइजको जसबाट हामीले जस्तो कि हामीले बोली छैन है। मैले शिक्षामा बाहिर भित्र धेरै काम गरेको र त्यसकारण एकचोटि धन्यवाद दिउँ सबैलाई भनेर। अब हाम्रो राजनीतिज्ञहरूलाई खालि धेरै आउँछ, तर मेरो तर्फबाट कुनै गाली छैन। धन्यवाद मात्र चाहिँ कृतज्ञता होइन।